धन्यवाद। यो विद्यालयका सञ्चालक समितिका अध्यक्ष तथा वरिष्ठ शेयर होल्डर आदरणीय गिया कुमार सैजू यो कार्यक्रमको अध्यक्षता गरिसक्नु भएको छ। अब यसपछि आजको कार्यक्रमको यस कार्यक्रमका प्रमुख अतिथि श्री हामीसँग विशिष्ट अतिथिहरू उपस्थित हुनुभएको मैले देखिरहेको छैन। म सरसर्ती उहाँहरूको नाम बोलाउन चाहन्छु। आजका विशिष्ट अतिथिहरू हुनुहुन्छ दिक्तेन रूपाकोट मजगढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई यहाँ उपस्थित हुनुभएको भए नम्बर 2 का विद्यालयका अभिभावक श्री ध्रुवविक्रम राईज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुनको लागि यहाँ आमन्त्रण गर्दछु। त्यसै गरी धन्यवाद यहाँहरू सम्पूर्णलाई। अब लगतै यसपछिको कार्यक्रम शहीदहरूको सम्मानमा 1 मिनेट मौन धारण गर्ने कार्यक्रम छ। यहाँहरू सबैले नभनौँ धेरैले सुन्नु। Thank you.
धन्यवाद। सम्पूर्ण कलाकार विद्यार्थी भाइ बहिनीहरूलाई यो पिटी सोको लागि धेरै धेरै धन्यवाद। यो फुल थोरै भोटाइमा पर्ने गरी घरबाट यसो भोटाइमा पर्ने गरी लगाइदिए पनि हुन्छ। घरबाट भोटाइमा पर्ने गरी यसो लगाइदिए पनि हुन्छ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई र उपस्थित महानुभावहरूलाई ताली बजाएर यो उद्घाटन कार्यक्रमको स्वागत गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। र म यहाँ सुनिरहेको छु हाम्रो पूर्व विद्यार्थी कतिपय पूर्व विद्यार्थीहरू यहाँ आइरहनु भएको छ। अब सबैलाई हामीले यहाँ व्यवस्थित किसिमले राख्न सकिरहेका छैनौँ। हाम्रो प्रमिसा गिरी 2075 सालमा एसई सकेर बाहिरिनु हुने प्रमिसा गिरी, हाम्रा पूर्व विद्यार्थी प्रमिसा गिरी यहाँ आएको कुरा मैले सुनेको छु। उहाँलाई यहाँ अगाडि मञ्चमा आइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु र भोलिन्टियर साथीहरूलाई उहाँलाई उपस्थित सम्पूर्ण अभिभावकज्यूहरू, हाम्रो अतिथि विशेष अतिथि प्रमुख अतिथि सबै महानुभावहरूमा विज्ञान प्रतियोगिता संस्थापक प्रिन्सिपल बहुआयामिक व्यक्तित्व विद्यालयका प्रतिमा
गोप्रो भन्छ। हेलो सबैजनालाई। रेशमा मिसलाई, रेशमा राजभण्डारी मिसलाई धेरै धेरै बधाई छ र बाँकी जीवन पनि उहाँले आजसम्मको यो 20औं वर्षको यो सेवा यो विद्यालयले दिइराख्नु भएको छ। आउँदा वर्षहरू पनि उहाँको तर्फबाट यो विद्यालय सहयोग होस् भन्ने कामना गर्छौँ। त्यसै गरी युवनारायण श्रेष्ठ शिक्षिका असीम राईलाई पनि अगाडि आइदिनको लागि अनुरोध गर्दछौँ। असीम राई, त्यसै गरी विनोद राई, हाम्रो विनोद राई सरलाई अगाडि आइदिनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गर्न गइरहेको कुरा यहाँलाई म प्रश्न पार्न चाहन्छु। यो विद्यालयमा बिहान 9 बजेदेखि बेलुका 5 देखि धेरै जसो 6 बजेसम्म हाम्रा उत्कृष्ट अभिभावकज्यूहरू हुनुहुन्छ। एक पटकदेखि पटक पटक गरिरहने गल्तीहरूलाई, कमजोरीहरूलाई उहाँहरूले समयमा आएर सुझाव सल्लाह दिनुहुन्छ। कतिले सकारात्मक किसिमले दिनुहुन्छ, कतिले नकारात्मक किसिमले दिनुहुन्छ, तर उहाँहरूले दिएको सुझाव सल्लाह हाम्रो लागि एकदम मार्गदर्शन हुने गर्छ। त्यसो भएको हुनाले हामी बाँकी अभिभावकहरूलाई पनि के निवेदन गर्न चाहन्छौँ भने तपाईँ यति गर्नुहोस् है, एउटा काम गर्नुहोस् भनेर सानो सुझाव सल्लाह दिनुभयो भने त्यसले गर्दा यो विद्यालयको कायापलट पनि हुन सक्छ, ठुलै उपलब्धि हुन सक्छ। त्यसो भएको हुनाले यहाँहरूको नानी पनि सुध्रिन्छ, यहाँहरूका छिमेकी आफन्त सबैका छोराछोरीहरू सप्रिन्छन्, हामी पनि सुध्रिने मौका पाउँछौँ र सिङ्गै विद्यालय सुध्रिन्छ। त्यसो हुनाले आगामी दिनमा हाम्रा बाँकी अभिभावकहरूबाट पनि यस्तै किसिमको सुझाव सल्लाहको अपेक्षा गर्दछौँ र आज जो जो सम्मानित हुनुभएको छ उहाँहरूलाई सिङ्गै विद्यालय परिवारको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै यो सम्मान व्यक्त गर्दछौँ। नेपाल बहुजाति, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो। हाम्रो आफ्नै जात अनुसारको संस्कार, हाम्रो जात अनुसारको परम्परा, रीतिरिवाज, चालचलन रहेको छ। कुनै पनि संस्कार, कुनै पनि संस्कृति, कुनै पनि जातिको निजी एकलौटी हुँदैन। अहिले त्यो
सबै जाति मिलेर जसरी नेपालमा एउटा सुन्दर फुलबारी बनेको छ, त्यही सुन्दर फुलबारी भित्रको एउटा मगाउँदो फुल हो अहिले प्रस्तुत भइरहेको साकेला नृत्य। अब यो साकेला नृत्यको बारेमा विभिन्न किसिमको सिडी देखाउने एउटा परम्परा हुन्छ। यो नेपाल कृषिसँग सम्बन्धित कृषि प्रधान मुलुक हो। त्यो कृषिसँग सम्बन्धित हाम्रो पेसा, हाम्रो व्यवसाय, हाम्रो कृषि कर्मलाई हामी साकेलामा देखाउने प्रयास गरिरहेका छौँ। सम्पूर्ण अभिभावकहरू विज्ञान पढीबाट पढाउनु रहेको छ, यहाँ त विभिन्न गतिविधिमा देखाउनु रहेको भन्ने होइन। हामी देशको अस्तित्व र देशको इज्जत त्यति बेला हुन्छ जब हामी हाम्रो संस्कृतिलाई बहु रूपमा, साझा रूपमा, सामूहिक रूपमा त्यसलाई प्रस्तुत गर्छौँ। त्यही प्रस्तुति एउटा नमुना हो अहिले प्रस्तुत भइरहेको साकेला नृत्य। आदरणीय अभिभावकहरू, अतिथिहरू, हामीसँग जतिवटा कक्षाको सेक्सनहरू छन्, प्रत्येक कक्षा र प्रत्येक सेक्सनले एउटा गतिविधिहरू, एउटा क्रियाकलापहरू तयारी गरिरहेको अवस्था छ। त्यही सिलसिलामा यहाँ कक्षाका सेक्सन विद्यार्थी भाइबहिनीहरूले आफ्नो साकेला नृत्य प्रस्तुत गरिरहेका छन्। अरू थप कुरा तपाईँले आफैले साकेला नृत्यको प्रत्यक्ष अवलोकन मनोरञ्जन गरिरहनु भएको छ र त्यसबाट भरपुर आनन्द लिइरहनु भएको छ। धन्यवाद। उत्कृष्ट प्रस्तुतिका लागि धेरै धेरै धन्यवाद छ। साह्रै राम्रो प्रस्तुति देखाएर जानुभयो। को राई, को छेत्री, को ब्राह्मण, को गुरुङ, को तामाङ, को मगर, सबैले यो नृत्यमा सहभागिता देखाउनु भयो। त्यसका लागि यहाँहरू धन्यवाद। क्लास 10 दिपा खत्रीलाई म आमन्त्रण गर्छु। दिपा खत्री यो स्टेजबाट हामीले विदा गर्नुपर्ने बाध्यता देखिएको छ। त्यसका लागि हामी बुझ्छौँ। अत्यन्त राम्रो, अत्यन्त उत्कृष्ट प्रस्तुति गरेर जानुभएको छ। त्यसका लागि हामी सबैको तर्फबाट यहाँ दर्शक दीर्घमा रहनेदेखि लिएर यो मञ्चमा आसीन सम्पूर्णको तर्फबाट म एकमुष्ट यहाँहरूप्रति सल्युट अर्पण गर्न चाहन्छु।
पनि भएर आइसक्नु भएको छ। सर्भिस उहाँलाई धेरै धेरै बधाई छ र हामीसँग नजिकै आइसक्नु भएको सीमा मगरहरू पनि हामी यहाँ देखिरहेका छौँ। अब सीमा मगर लगायत अरू पनि विद्यार्थीहरू उत्कृष्ट गरेर फेरि हामीसँग सँगै काम गर्न आउनुहुनेछ भन्ने कुरा हामी उहाँहरूलाई स्वागत गर्न आतुर पनि छौँ।